नमस्कार दर्शकवृन्द, म ललिता मलाती। तपाईँ हेरिरहनु भएको छ सिकास टिभी। आज म भारतको महाराष्ट्र बोरीवली स्थित पुरोहित अस्पतालमा उपस्थित भएकी छु। यहाँ एकजना नेपाली दाइ हुनुहुन्छ। यो अलिकति उहाँको बारेमा कुराकानी गर्नका लागि यहाँहरू समक्ष म उपस्थित भएकी छु। यो हरेक कुराहरू बुझ्दै जाँदा विगत 1 वर्षदेखि उहाँले उपचार गरिरहनु भएको रहेछ। अलिकति यो पुरोहित अस्पतालले उहाँलाई चाहिँ उपचार गरेर अहिले सहज वातावरण सिर्जना गरेको छ। यो अवस्थामा कसरी पुग्नुभयो, 1 वर्षदेखि कसरी उपचार गराइरहनु भएको छ भन्ने विषयमा म उहाँसँग कुराकानी गर्न गइरहेको छु। हजुरको नाम? श्यामलाल सुनार, नेपाल घर? नेपाल फुलबारी वडा नम्बर 19 26 मा धनगढी हो? धनगढी। यो कसरी चाहिँ हजुरको यो एक्सिडेन्ट भयो? मेरो एक्सिडेन्ट बाइकबाट भयो। म ससुराल गएको थिएँ। हजुर। त्यहाँबाट फर्किँदाखेरि साँझ त्यहाँ जुगडा सिगाउँ भट्टे खोलामा त्यहाँनिर एक्सिडेन्ट भयो। अनि त्यहाँ म खोलामा झरेँ। अनि यहाँबाट हड्डीबाट यहाँबाट हड्डी टुटेर बाहिर निस्किएको थियो। खुट्टा नै भाँचियो है? पेटै भएर हड्डी बाहिर निस्किएको थियो। कति समय भयो यो घटना भएको? यो भयो करिब यो आउने भदौमा 3 साल हुन्छ। 3 वर्ष भयो। नेपालमा उपचार गराउनु भयो हजुरले? नेपालमा मैले निसर्गमा लगेको थियो। निसर्गमा गरेँ। हजुर। अनि निसर्गमा गर्दाखेरि निसर्गले त्यो अब हड्डी अलि त्यो जड हुन्छ नि त। हजुर। त्यो अलि लामो हालिदियो रहेछ। अनि त्यसपछि मलाई अब त्यो निसर्गले उपचार गरिसकेपछि अनि त्यसपछि 3 महिनापछि मलाई 3-4 महिनापछि अनि यो खुट्टा चाहिँ अलि भुइँमा अलि दबाएर जोर लगाएर हिँड्नु भन्यो। हजुर। हिँड्नु भनिसकेपछि अनि त्यसपछि म हिँड्न लागेँ। हिँडिसकेपछि अनि त्यसपछि मेरो यहाँ हुन्छ नि त, यहाँ यत्रो उसाएर यत्रो भयो। अनि फेरि म त्यहाँ निसर्गमा गएँ दबाई गर्न। अनि उहाँ डाक्टरलाई देखाएँ। सर मेरो यस्तो भएको छ। पछि उसले के भने कि ल ठिक छ भन्यो। अनि त्यहाँ अपरेसन कोठामा लग्यो। लगिसकेपछि त्यहाँ अब 2 नट यहाँ हुन्छ, 2 नट यहाँ थियो। अनि एउटा नट निकालिदियो। एउटा नट निकालिसकेपछि अनि त्यसपछि अनि त्यहाँ दबाई सबाई दियो। त्यसले अनि दबाई गर्दा 2 महिना बित्न लाग्यो। अनि त्यहाँबाट त्यो इन्फेक्सन हुन लाग्यो। त्यहाँबाट इन्फेक्सन हुन लाग्यो। इन्फेक्सन भएर त्यहाँ अब दबाई गर्दैछु पैसा सब सकियो। अनि त्यसपछि त्यहाँ मेरो दबाई भएन। लापरवाही गरेको अस्पतालले? त्यस्तै लाग्यो मलाई। अनि त्यसपछि त्यो केही बितेको 5-6 महिना भइसक्यो अरे। अनि त्यसपछि म पलङबाट घर सुतेको थिएँ। त्यहाँबाट खसेँ। अनि खसेपछि अनि यहाँ तिनीहरूको बोल फेरि गयो। गइसकेपछि अनि फेरि म गएँ त्यहाँ निसर्गमा गएँ। अनि गएँ त्यहाँ अब राति राख्यो त्यसले मलाई आइसियुमा। अनि त्यहाँ सुतायो। अनि भोलि बिहान के भन्नु लाग्यो, आइसियुमा कति 40-50 हजार रुपियाँ लग्यो रातको त्यो दिन। पछि त्यो दिन एक दिनको 50 हजार। अनि त्यसपछि भोलि बिहान के भन्छ कि या त काठमाडौँ लिएर जाऊ या त इन्डिया लगेर जाऊ भन्नु लाग्यो। उपचार सम्भव छैन भनिदियो त। त्यो पहिला जानकारी गराउनु पर्ने हो। अस्पतालको पनि लापरवाही हो नि त, यस्तो बुझे अनुसार त। अनि त्यसपछि अनि म अनि इन्डिया बम्बई आइहालेँ। आइसकेपछि अनि त्यहाँ नायरमा उपचार गरायो। अनि त्यसपछि नायरले पनि अब त्यो रड हाल्यो। रड हालिसकेपछि अहिले हड्डी पनि जुड्यो थियो। अनि त्यसपछि अझ फेरि नायरले पनि अनि त्यहाँ पछि सरकारी त भइहाल्यो। अनि त्यसपछि मलाई त्यहाँ अब 3 महिनासम्म आज गर्छु भोलि गर्छु। 3 महिनासम्म अस्पतालमै बस्नुभयो तपाईँ? 3 महिना कन्टिन्यू भयो। त्यहीँ बसेँ। अनि त्यसपछि त्यहाँ पनि उनलाई दिक्क लाग्यो। फेरि आइहाल्यो। त्यहाँ विश्वास लागेन अस्पतालको? विश्वास लागेन। अनि त्यसपछि आइहाल्छु अहिले लक्ष्मण दाइ। हजुर, लक्ष्मणजीले तपाईँलाई चाहिँ यो पुरोहित अस्पतालमा चाहिँ उहाँसँग कन्ट्याक्ट गरेँ। हजुर। अनि त्यसपछि अब यहाँ आएर अनि डाक्टरसँग सल्लाह गरेँ। अनि डाक्टरले सब कुछ हेरचाह गरेर अनि त्यसपछि अहिले यो डाक्टरले जो भित्र अब यो अनि अहिले 2-3 महिनादेखि मेरो यहाँबाट पानी चुहिरहेको थियो। पल्स। हजुर। अनि त्यो डाक्टरले हेऱ्यो, सब कुछ गऱ्यो, चेक गर्यो। अनि त्यसपछि उसले भने कि यो सब हुन्छ, तेरो ठिक हुन्छ, तर त्यो रड चाहिँ निकाल्नु पर्यो। त्यसमा अब सिमन्डलले उ गरेको थिएन। त्यो उ भएको थियो। त्यो रड निकालिसकेपछि हामी 99% गर्छौँ भने। अब चाहिँ अहिले हजुरलाई राहत मिलेको छ नि? के लाग्छ, अगाडि उपचार राम्रो हुन्छ जस्तो लाग्छ? अहिले मलाई केही अनुभव भएको छ एउटा। अलि विश्वास छ। अनि डाक्टर पनि ठिकै छन्। राम्रो उपचार गरिरहनु भएको छ। अपरेसन पनि राम्रोसँग भयो। त्यहाँ नायरमा त धेरै तकलिफ दिएको थियो।
हजुर, एक त सरकारी त्यसैमाथि 3 महिनासम्म अस्पतालमा बस्नुभयो, गाह्रै सिचुएसन भयो। अनि यहाँ को हुनुहुन्छ हजुरको परिवारमा? यहाँ मेरो बुढी छ अनि मेरो छोरा, एउटा छोरा छ। कसरी चाहिँ ध्यान राख्नु भएको छ? यो एक त प्राइभेट अस्पताल हो, उपचार खर्च पनि धेरै होला, नायरमा पनि धेरै खर्च भएको छ, जानकारी गराउनु भयो हजुर। कसरी चाहिँ गरिराख्नु भएको छ म्यानेज? अब छोरा त्यहाँ होटलमा काम गर्छ। हजुर। अनि मेरो परिवार चाहिँ घरको झाडु पोछा गर्छ। मान्छेलाई 3 दिन अस्पतालमा बस्यो भने कस्तो महसुस हुन्छ? यो यत्रो समय अस्पतालमा बस्दा मान्छेलाई कस्तो हुन्छ होला भन्ने उहाँलाई राम्रोसँग थाहा होला। अझ एकदमै चिन्तित अवस्थामा हुनुहुन्छ दर्शकवृन्द। अहिले पनि यो श्रीमतीले छोराले चाहिँ हेरचाह गरिरहनु भएको छ। दिनहुँ अस्पतालमा धाइरहनु पर्ने अवस्था छ। यत्रो यो खर्च गरिसकेपछि पनि आफूलाई सन्चो नहुँदा कस्तो महसुस हुन्छ भन्ने कुरा हामी अनुमान गर्न सक्छौँ। नेपाल आफ्नै देश भएर पनि लापरवाही गरेर भारत आउनुभयो। तर भारतमा यहाँको चाहिँ महेश डाक्टर जो हुनुहुन्छ, महेश पुरोहित डाक्टरले चाहिँ उहाँलाई चाहिँ सहयोग गरेर आफैले यो अपरेसनको पनि खर्च नलिएको भन्ने छ। डिस्काउन्ट पनि गर्नुभयो, धेरै कुरामा चाहिँ उहाँले सहयोग गर्नुभयो। अनि यो ब्याडको पनि पैसा लिनुहुन्न। अहिले पनि यो समाजमा मानवता जीवितै छ भन्ने उदाहरण चाहिँ उहाँले व्यक्त गर्नुभएको छ र यहाँ विशेष धन्यवाद छ। फेरि पनि म उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु। नेपाली दाजुभाइहरू जो जति पनि हुनुहुन्छ, अहिले पनि उहाँलाई पूर्ण रूपमा सन्चो भएको छैन। अगाडि पनि उहाँको उपचार जारी नै छ। अहिले पनि धेरै खर्च आवश्यक छ। यहाँले उहाँलाई फेरि पनि सहयोग गरिदिनु हुनेछ भन्ने आशा गरेकी छु। भारत प्रवासमा धेरै सङ्गठनहरू छन्, धेरै राजनैतिक दलका व्यक्तित्वहरू पनि हुनुहुन्छ, पत्रकार हुनुहुन्छ। सबैजनालाई आग्रह गर्छु, आज एउटा भविष्य उज्जवल बनाउने रहर बोकेर प्रवास भारतमा रहनु हुँदो रहेछ। यो सङ्घर्ष गर्दै गर्दा आफ्नो एउटा परिवारलाई पनि धान्न नसक्ने अवस्थामा उहाँ पुग्नु भएको छ। 3 महिनादेखि अस्पतालको शय्यामा छटपटाइरहेको अवस्था पनि हो। मान्छे एक दिन अस्पतालमा बस्यो भने कस्तो नराम्रो महसुस हुन्छ, तर उहाँ चाहिँ 3 महिनादेखि अस्पतालमा बस्नु भनेको एकदमै ठुलो कुरा हो। अहिले पनि उहाँले हार मान्नु भएको छैन। श्रीमतीले हेरचाह गरिरहनु भएको छ र यसै क्रममा म धन्यवाद दिन चाहन्छु आदरणीय दाइ, हाम्रो गणेश जयगढी विक हुनुहुन्छ, हाम्रो सर हुनुहुन्छ। उहाँहरू गणेश जयगढी दाइको बारेमा एउटा कुरा मन खोलेरै भन्न मन लाग्यो। जुनसुकै ठाउँमा सके जतिको सहयोग चाहिँ, जुनसुकै ठाउँमा कुनै नेपाली बिमारी भएको खण्डमा, जुनसुकै अवस्थामा पनि नेपालीलाई कुनै समस्या आइपर्छ भने उहाँ चाहिँ तत्पर हुनुहुन्छ, पुग्नुहुन्छ, आफ्नो कामलाई थाती राखेर भए पनि। त्यसका लागि म आदरणीय दाइ गणेश जयगढीजीलाई धन्यवाद दिन चाहन्छु। र खास गरेर आज उहाँले चाहिँ कोर्डिनेसन गर्नुभयो हाम्रो लक्ष्मण सरसँग। उहाँले पनि अस्पतालमा लिएर हाम्रो चाहिँ एउटा डाक्टर चाहिँ अस्पतालमा उहाँ काम गर्नुहुँदो रहेछ लामो समयदेखि र उहाँले चाहिँ उहाँलाई जानकारी गराएर अस्पतालमा ल्याउनु भयो। त्यसका लागि म लक्ष्मण सरलाई पनि धन्यवाद दिन चाहन्छु। प्रवासको ठाउँमा यो अलिकति सहयोगले, अलिकति एकजुटताले पनि धेरै सहयोग हुन सक्छ भन्ने यहाँले चाहिँ हामीलाई चाहिँ देखाउनु भएको छ। त्यसका लागि म धन्यवाद दिन चाहन्छु। र यो अस्पतालमा उहाँको अपरेसनमा यो रड निकाल्नका लागि सहयोग गर्नुहुने आदरणीय सर हाम्रो डाक्टर महेश पुरोहित दीक्षा म्याम हुनुहुन्छ र यहाँ धेरै सरहरू 3 जना डाक्टरले चाहिँ उहाँले विशेष सहयोग गर्नुभएको रहेछ। डाक्टर भूपाल देवकर र डाक्टर दीक्षा म्याम र डाक्टर महेश पुरोहित सरले चाहिँ उहाँको अपरेसनमा सहजै रूपमा चाहिँ सहयोग गर्नुभएको रहेछ। यो असम्भव कुरालाई पनि सम्भव गर्नुभएको रहेछ। 99% असम्भव कुरालाई, किनकि उहाँको 2टा ठाउँमा चाहिँ चोटपटक लागेको भएको हुनाले अलिकति रिस्की भएको थियो। रिस्की सिचुएसनमा पनि उहाँले चाहिँ आफ्नै भगवानलाई प्रे गरेर हुन्छ अथवा आफैले एउटा आफूमा विश्वास गरेर चाहिँ यहाँसम्म उहाँले सहयोग गर्नुभएको छ। प्रवासको ठाउँमा आज नेपालमै उहाँलाई लापरवाही गरे पनि, तर भारतको डाक्टरले, मुम्बईको डाक्टरले चाहिँ उहाँले सहयोग गर्नु भनेको एकदमै ठुलो कुरा हो। त्यसका लागि म उहाँहरू सबैजनालाई धन्यवाद दिन चाहन्छु। र नमस्कार, सम्पूर्णमा अभिवादन। आज हामी बोरिवलीको पुरोहित हस्पिटलमा छौँ। यहाँ लामो समयदेखि हाम्रो सङ्गठन नेपाली समाज भारतका महाराष्ट्र राज्य समितिका जिम्मेवार व्यक्तित्व लक्ष्मण सिंहजी यहाँ काम गरिराख्नु भएको छ। लामो समयदेखि 30 वर्षदेखि काम गरिराख्नु भएको छ।
हामी नेपालीहरूका सुख दुःख सानातिना बिमारी ज्वरो रुगादेखि लिएर ठुल्ठुला यत्र हड्डीका अपरेसनहरू पनि यो हस्पिटलमा लक्ष्मीजीको माध्यमबाट भइरहेका छन्। यो हस्पिटलका डाइरेक्टर मेन डाक्टर पुरोहित साहब लगायत लक्ष्मणजीलाई हाम्रो सङ्गठनको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट म धन्यवाद दिन चाहन्छु। साथै श्यामलालजीको जुन यो घटना हो यो 3 वर्ष पहिलादेखि भयो, उहाँले आफै बताइसक्नुभयो। धनगढीमा लापरवाही भयो, त्यसपछि नायरमा पनि लापरवाही भयो। परिवारले, समाजका मान्छेहरूले, हामीले पनि यसलाई एकदम नजिकबाट जान त हामी ललिता बहिनी लगायत हामी त्यो हस्पिटलमा पनि गएका हौँ। गोदरेज कम्पनीबाट मैले आफै गएर 35,000 रुपियाँको सहयोग उहाँबाट जुटाएर, अर्को एक ठाउँबाट 20,000 को जुटाएर, उहाँले पनि जुटाएर 80,000 रुपियाँ अहिले पनि नायर हस्पिटलको खातामा छ, सरकारको खातामा। त्यहाँ राम्रो भएन, त्यहाँ अपरेसन भएन, त्यो पैसा त्यहीँ छ, त्यो हामी नल्याउन सक्ने भयौँ, एउटा कुरा। अर्को कुरा, मेरो तर्फबाट उहाँलाई म अहिले 500 रुपियाँ म आफ्नो तर्फबाट अहिले सहयोग गर्छु। हाम्रो साथीहरूले पनि अहिले धेरै थोरै सहयोग गर्नेछन्। त्यसपछि हामी हाम्रै सङ्गठनको ग्रुपमा पनि 100, 200, 500, 1000 गरिकन हामी सहयोग गर्न तयार छौँ। त्यसपछि यहाँका व्यवसायहरू, यहाँका सोसल वर्करहरूलाई पनि हाम्रो सङ्गठनको माध्यमबाट, हाम्रो समाजको माध्यमबाट हामी सहयोग गर्नका लागि तयार छौँ। डाक्टरसँग सल्लाह गर्दा उहाँले राम्रोसँग डाक्टरले 95%, 99% निको हुनसक्छ, म कोसिसमै छु। म नयाँ जुगाड गरेर ठुल्ठुला हामी टप 10 डाक्टरहरू बसेर अब यो इन्फेक्सन गइसकेपछि 15-20 दिनपछि त्यो पल्स आउनु बन्द भइसकेपछि, सुकिसकेपछि हामी यहाँ त्यो गोला जो हड्डी छ त्यहीको बारेमा हामी अगाडि बढ्नेछौँ भन्ने पनि भनेको छ। हाम्रो नेपाली समाजको टिमले ललिता बहिनी लगायत, निश्चल भाइ लगायत हामी सबै डाक्टरको अफिसमा गएर हामीले स्वागत सम्मान धन्यवाद पनि दिएका छौँ। अगाडि उनको लाइफ छिटोभन्दा छिटो, यङ मान्छे, उको उमेर छ होइन, बुढा मान्छे पनि होइन, उहाँलाई राम्रोसँग निको हुनुपर्छ भनेका छौँ, हामीले कोसिस गरेका छौँ। डाक्टरले पनि सके जति म कोसिस गरेर निको पार्छु भनेको छ। बरु पैसा सहयोग आउने कुरा जो छ हस्पिटलको अकाउन्टमा पनि मान्छेहरू दिन सक्छन् भनेको छ डाक्टरले। या त फेरि तपाईँहरूको समाजमा जम्मा गर्नुहोस् या त पेसेन्टकै खातामा पनि जम्मा गराइदिनुहोस् भनेको छ। त्यो पनि हामी सम्प्रेषण गर्नेछौँ, त्यो नम्बरहरू पनि हामी यहाँ उपलब्ध गर्नेछौँ। र उहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छौँ। ललिता बहिनी अब एउटा युवा केटी मान्छे होइन, उहाँको आफ्नो जर्नलिजमको कोर्स पनि भएको छ, उहाँको आफ्नो होइन सङ्घर्ष छ। तर एउटा केटी मान्छे भएर, एउटा युवा भएर नेपालीहरूका दुःख सुख बुझ्न, सहयोग गर्न, उहाँहरूका पीडाहरूलाई बुझेर कहाँ तपाईँको एक्सिडेन्ट हुन्छ, कहाँ मान्छे बिमारी छन्, कहाँ के छ भनेर उहाँले गरिराख्नु भएको छ बहिनीले, निश्चल भाइले। मैले मेरो सङ्गठनको तर्फबाट र व्यक्तिको तर्फबाट पनि मैले विशेष धन्यवाद दिन चाहन्छु। अहिले यो भिडियो हेरिराख्नु हुने देश विदेशबाट सबै दाजुभाइ, नेपाली सबैले, सङ्घ संस्थाका प्रतिनिधिहरू सबैले, जिम्मेवार व्यक्तिहरूले उहाँको उपचारको निमित्त अहिलेसम्म 1.5-2 लाख रुपियाँ त खर्चको हिसाब किताब अहिलेसम्म आइसकेको छ। डाक्टरले केही पैसा डिस्काउन्ट गरेको कुरा छ। मलाई यही लाग्छ, अझै लाख रुपियाँ त्यो अझै उनको खर्च हुने जस्तो देखिन्छ। त्यहीको पुरा एस्टिमेट आइसकेको छैन, डाक्टरले त्यो दिनेछ र सक्दो सहयोग सबैले गरिदिनु होला भनेर पनि म अनुरोध गर्न चाहन्छु। धन्यवाद। हाम्रो समुदायका, समाजका मान्छेहरूलाई हामीले धेरै वर्षसम्म हामीले सहयोग पुर्याउँदै आएका छौँ। आर्थिक, सामाजिक रूपमा हामीले धेरै सहयोग पुर्याउँदै आएका छौँ। फेरि पनि उहाँको एउटा परिस्थिति हेर्दा सालौँ सालसम्म हस्पिटलमा पढ्नुभएको रहेछ। उहाँको दुःख पीडा हेर्दा हामीले आज एकदमै हामीलाई दुःख महसुस भएको छ। त्यसैले अहिले पनि उहाँ भनौँ त अहिले पनि त्यो पीडाबाट मुक्त हुनुभएको छैन। अझ पनि उहाँलाई धेरै चिजको सहयोग छ, आर्थिकको सहयोग छ। प्रवासमा मैले भन्ने कुरा के हो भने, प्रवासमा हुने सम्पूर्ण आम नेपाली सबै दाजुभाइ, समाजसेवी, बुद्धिजीवी, यहाँ प्रवासमा बस्नुहुने सम्पूर्ण मानवहरूलाई म के आग्रह गर्छु भने, हाम्रो नेपाली दाजुभाइमा यस्ता पीडाहरू आउँदा तपाईँ हामी एक ठाउँमा उभिएर हामीले एक अर्काका दुःख पीडाहरूलाई सम्झेर एक अर्कालाई सहयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ। त्यसैले उहाँलाई अहिले पनि आर्थिकको एकदमै आवश्यकता छ। त्यसैले हामीले सबैले मिलेर यो जहाँसम्म यो हाम्रो
भनौँ न त यो जुन भिडियो न्युजहरू जहाँ जहाँसम्म पुग्छ त्यहाँसम्मका साथीहरूले हामीलाई सहयोग गरिदिनु हुनेछ, उहाँलाई प्रत्यक्ष रूपमा सहयोग गरिदिनु हुनेछ। यो पीडाबाट उहाँलाई मलम लगाउने काम सबैले गरिदिनु हुनेछ, उहाँलाई यहाँबाट मुक्त गर्ने एउटा सबैले सहयोग गरिदिनु हुनेछ भन्ने मेरो। आज हामी यो बोरोली वेस्टमा पुरोहित हस्पिटलमा छौँ। एकजना हाम्रा साथी हुनुहुन्छ, उहाँको लामो समयसम्मको यो उपचार चलिरहेको छ। त्यसको सहयोगको लागिमा अब मेरो तर्फबाट पनि मैले आज नै 500 रुपियाँ उहाँलाई सहयोग गर्नेवाला छौँ र जति साथीहरू हुनुहुन्छ सबैले जोडेर उहाँलाई सहयोग गरिदिनु होला भन्ने मैले आशा गरेको छु र अनुरोध गरेको छु। उहाँ चाहिँ लक्ष्मण सिंह सर, जस्तो तपाईँले उहाँलाई अस्पतालमा ल्याउनु भयो, सजेस्ट गर्नुभयो, यो अस्पतालमा उपचार गरेपछि हजुरलाई राम्रो हुन्छ भन्नुभयो, त्यस्तै भएको पनि छ। अगाडिको प्रोसेस के छ, कसरी उपचार गर्नुहुन्छ, उहाँको डाक्टरले के भनेको छ हजुरलाई? अब अगाडिको प्रोसिजर अब यो सब जो फोर्स निकाल्न लागेको छ त्यो बन्द भइसकेपछि घाउ सब सुकिसक्यो भने चाहिँ पछि प्रोसिजर गरुले चालु छ, हामीहरू कोसिसमा छौँ भनेर डाक्टर साहबले भन्नुभएको छ। डाक्टर पुरोहित साहब, डाक्टर गोपाल देवकर, डाक्टर दिशा, यहाँहरूले धेरै मिहिनेत गरेर यहाँको रोडलाई निकालिएको छ, जो कि बम्बईमा यो इन्डियामा त्यो निकाल्ने औजार बनिएको थिएन। हाम्रो डाक्टर पुरोहित साहबले कम्पनीबाट मान्छेलाई मगाएर त्यो औजार यहाँ आफ्नै पैसा खर्च गरेर औजार बनाएर यो अपरेसन रड निकाल्यो। अब रड ननिकालेको भए सडनले त्यो खुट्टोकोमा पनि काट्नु पनि पर्ने सम्भावना थियो। 1-2 महिनामा ढिलो भयो भने चाहिँ डाक्टरले भने कि यसलाई पनि सम्झायो, यो त डराएको थियो, क्यान्सर हुने हो कि खुट्टो काट्नुपर्ने हो कि भनेर। डाक्टरले भने कि न क्यान्सर छ भने हो न खुट्टो काट्नुपर्छ, त्यो चाहिँ 10-20 दिनमा 1 महिनामा केही पनि हुनेवाला छैन। त्यसपछि अब धेरै लेट भयो भने त्यो सम्भावना हुने हो भनेर डाक्टरले आफ्नो भाइ सम्झेर, या मेरो भाइ भनेर मैले डाक्टर साहबलाई भनेको थिएँ। अनि आफ्नै भाइ सम्झेर म तेरो इलाज गर्छु भने आयो कि नै भाइ भनेर डाक्टर साहबले यो हस्पिटलको म केही पनि लिने। डाक्टर अब बाहिरका डाक्टरको त्यो पनि कन्सेसनमा यहाँ उसले अपरेसन धेरै 3-4 घन्टा लगाएर डाक्टर साहबले निकाल्नुभयो। धेरै धन्यवाद छ हाम्रो डाक्टर साहबलाई। जति पनि हाम्रा नेपालीहरू आउँछन्, मेरो तर्फबाट त पैसाको मद्दत यताउता मद्दत त म गर्दैन हजुरलाई, होइन। जो पनि आफ्नो नेपालीलाई यहाँ आयो भनेपछि यहाँको सहुलियत यताउता डाक्टर साहबलाई मेरो भाइ हो भनेर, नेपालका जहाँका मान्छे भयो भने मेरो भाइ हो, मेरो दाइ हो भनेर मैले इलाज गराएको छु अहिलेसम्म। हजुर भलै हजुर अझ पनि म गराउने छु, यहीँको कोसिसमा छु। कहिलेकाहीँ म यहीँ पनि रुन्छु, भाइ कोही छैन भनेपछि सेवा पनि गरिरहेको छ कि छैन भनेर भन्नु होला, उहाँलाई भन्नु। फेरि डाक्टर साहबले पनि भन्यो यसलाई, लक्ष्मणले सेवा पानी नगरेपछि मलाई भन्नु भनिएको छ कि छैन। मैले यिनको फुल बॉडीगार्ड बनाएर डाक्टर साहबले लगाएको छ यिनको पेसेन्टको भनेको छ कि छैन भाइ, त्यो इलाज कस्तो भइरहेको छ, बढिया भइरहेको छ कि छैन। तर अगाडिको प्रोसिजर अब कति लाउँदियो कसो लाउँदियो अब 1 महिनापछि थाहा हुने हो। सबै जति पनि अब हाम्रा जहाँ पनि यो मिडिया पुगेको छ त्यहाँका सबै साथीभाइहरूले, सबैले, इष्टमित्रहरूले यो भाइको जस्तो ज्यान बचाइदिनु होला। यहाँको हाम्रो डाक्टरले जो आफ्नो काम गर्नु छ गरिसकेको छ। पैसाको प्रब्लम छ, सबैले हाम्रो समाजले, नेपाली समाजहरूले भाइको चाहिँ अनुमानित कति पैसा लाग्ने छ अगाडिको त्यो त अब त्यो आइडिया त्यो त के भन्न सक्दैन, त्यो त अहिले अब भन्न सकिँदैन, होइन। मेन अब त्यसको घाउ सुक्नु पर्यो, घाउ सुक्यो पानी आउनु बन्द भयो भने अगाडिको प्रोसिजर चालु हुने हो। कति समय भयो हजुरलाई यहाँ काम गर्न थाल्नु? मलाई त अहिले 30 वर्ष भइसक्यो। 30 वर्ष भइसक्यो। धेरै विश्वास गर्नुहुन्छ क्या डाक्टरले? डाक्टर साहब अब म यहाँ काउन्टरमा बस्छु, अपरेसन डिपार्टमेन्टमा पुरा के काम गर्नुहुन्छ हजुर? काउन्टरमा अब म्यानेजरै भन्नुहोस्, चाहिँ जसो पनि भन्नुहोस्, या वार्ड बोय भन्नुहोस्, या जसो पनि भन्नुहोस्, म अपरेसन थिएटरमा पुरा सबै रेडी मै गर्छु। अपरेसन डिपार्टमेन्टमा काम गर्छु, काउन्टरमा बस्छु, सब चिज काम गर्छु। पैसा पानी सब मेरो हातमा हुन्छ। अरूलाई क्या नास्ता ल्याउनु, खाना ल्याउनु, सब कुरा हस्पिटलमा म रेखदेख गर्छु। सबैले रेखदेख गर्नुहुन्छ, धेरै विश्वास छ तपाईप्रति डाक्टरको। 30 वर्ष भइसक्यो। हजुर एकदमै धन्यवाद। अब यहाँकै कृपाले एउटा हाम्रो यहाँ आइसी कोलोनीमा रुम पनि बनाएको छ, 20-25 लाख रुपियाँको। त्यही सबै फ्यामिली यहीँ छन्। डाक्टरले सहयोग गरेर? नाइ, डाक्टरले अब मेहनत गरेरै हो। कहिलेकाहीँ त डाक्टर साहबले पनि त मद्दत गर्यो भन्नु।
एकदमै धन्यवाद छ लक्ष्मण सर। यो राम्रो सम्बन्ध रहेछ उहाँको डक्टरसँग, त्यो भएको हुनाले एउटा विश्वासको आधारमा उहाँलाई यहाँ ल्याइयो। ल्याइसकेपछि अपरेसन भयो। अपरेसन भएपछि अहिले सहज छ, अगाडि पनि उपचार जारी छ। फेरि पनि म देश विदेशमा बसेका सम्पूर्ण नेपाली दाजुभाइहरूलाई उहाँलाई सहयोग गरिदिन आग्रह गर्छु। एउटा प्रवासको ठाउँमा 3 महिनादेखि अस्पतालमा उहाँ बस्नुभयो, एकदमै तनाव अवस्थामा रहनुभयो। यो 1 दिन अस्पतालमा बस्यो भने मान्छेलाई कस्तो महसुस हुन्छ, तर उहाँ 3 महिना अस्पतालमा बस्नुको पीडा उहाँलाई राम्रोसँग थाहा छ। फेरि पनि हामी चाहन्छौँ उहाँलाई छिट्टै सन्चो होस्, छिट्टै चाहिँ उहाँ हिँडुल गर्ने अवस्थामा पुगुन्, उहाँको परिवारमा अझै पनि खुसियाली आओस्। परिवार एकदमै चिन्तित अवस्थामा छ, तनाव छ। यो खानेकुराहरूमा पनि मान्छेलाई त्योहार हुन्छ, मान्छेलाई फेस्टिभल हुन्छ, तर उहाँको परिवारमा यो घटना भएदिनदेखि सबैजना चिन्तितै अवस्थामा हुनुहुन्छ। यो सबै अन्धकार यहाँको जीवनको मेटिएर तपाईँको जिन्दगीमा छिट्टै चाहिँ खुसियाली छाओस् भन्ने शुभकामना छ। फेरि पनि जो जतिले म फेरि पनि आग्रह गर्छु, मुम्बईको ठाउँमा धेरै राजनीति गर्नुहुन्छ, कति ठाउँमा एनजिओहरू छन्, आफ्नो पदाधिकारीहरूलाई पाल्ने काम गर्नुहुन्छ लेबी उठाएर। त्यो गर्नुभन्दा पनि दारू पिएर कति मान्छेहरू पैसा उडाउनुहुन्छ, हामीले आफैले स्वयं देखेका छौँ। कुनै सांस्कृतिक कार्यक्रम भयो भने 1000 रुपियाँ खर्च गरेर तपाईँ जानुहुन्छ, तर आज एउटा नेपाली दाजुभाइ यस्तो अवस्थामा हुनु भनेको एकदम दुःखद कुरा हो। हामी प्रवासको ठाउँमा थुप्रै नेपाली दाजुभाइहरू छौँ। यदि तपाईँ हामी सबैले उहाँलाई सहयोग गर्यौँ भने उहाँको जीवन बाँच्न सक्छ, उहाँ फेरि पहिलाको जस्तो अवस्थामा पुग्न सक्छन्। यहाँहरू सबैले फेरि पनि सक्दो सहयोग गरिदिनु होला। धन्यवाद छ। यो दुःख बताउँदाखेरि हाम्रा ललिता मलातीज्यू यहाँ पुग्नुभयो, उहाँलाई धेरै धेरै मुरी धन्यवाद छ। अरू हाम्रा गणेश जयगढी सर, हाम्रा भक्त सरजी, हाम्रा नेपाली समाज महाराष्ट्र राज्यका उपाध्यक्षज्यू गणेश जयगढी सर, सचिवज्यू रविन्द्रज्यू, हाम्रा प्रकाश परियारज्यू, केन्द्रीय सदस्य सबैले यहाँ आइदिनु भयो। धन्यवाद छ सबैलाई।